हेलो हाई नमस्ते सबैजनालाई भन्देऊ हेर्न हामी चाहिँ बल्ल रातिको कति बजी 7 बजेतिर बल्ल हिँड्दैछौँ त्यो पनि बर्थडे पार्टीमा जाँदैछौँ हामी त्यहाँ गएर इन्जोय गर्नेछौँ। पानस ब्याङ्करको अपोजिट साइडमा रहेछ हैन यो सेफ बर्गर भन्ने हामी चाहिँ त्यहाँ आइपुगिसक्यौँ हैन। त्यो चाहिँ वसुन्धरामा रहेछ। ए जय नमस्ते सन्चै हुन्छ ए ल हामी चाहिँ आइपुगिसक्यौँ यहाँ। उहाँ चाहिँ मेरो बर्थडे बोयको चाहिँ मम्मी मेरो बहिनी मेरो बहिनीको चाहिँ छोराको चाहिँ आज बर्थडे हुँदैछ हैन। कति बजे सुरु हुने हो हामी चाहिँ यो सेफ बर्गर भन्ने ठाउँमा चाहिँ हैन यो वसुन्धरा है म चाहिँ आइसकेँ। बाबुको बर्थडे चाहिँ अहिले यो कति 5:30 बजेबाट करिब 9-10 बजीसम्म हुन्छ भनेर बहिनी भन्दै थियो। त्यही भएर हामी चाहिँ भर्खर आइपुग्यौँ। म छिटो आएर पनि अब त्यस्तै हो हैन। त्यही भएर हामी चाहिँ टक्क टाइम आइपुग्यौँ। हामी चाहिँ अब हामी चाहिँ माथि बर्थडेको गर्ने ठाउँमा चाहिँ एकछिनमा जान्छौँ। उहाँ चाहिँ मेरो दिदी सधैँ देख्नुहुन्छ हजुरहरूले मेरो भ्लगमा धेरै जस्तो मेरो भ्लगमा उहाँ नै इन्ट्री भइरहनेछ। बाई बाई। बर्थडे बोयको मामा उहाँ चाहिँ मेरो कान्छी मम्मी हो होइन। मेरो कान्छा बाउको श्रीमती पछि भेट्दै गर्नुपर्छ होइन। इन्जोय गर्नुपर्छ है त। मेरो दिदी हो नानी मम्मी यता फेरि बहिनीको हाम्रो सेराको आमा हो गरे चिने मलाई बाउले त चिनेन क्या। उहाँ चाहिँ मेरो बाबाको भाइ हो आफ्नै साथै मेरो कान्छो बाबा हो। तिम्रो कान्छो चिनेन क्या हो म कान्छो अन्त बर्थडे बोय मैले दुईटै मात्र भनिस् मैले दुईटै मात्र ल्याएँ। अब सबै फ्यामिली फ्रेन्ड्सहरूलाई हाम्रो बेबीको सेकेन्ड बर्थडेमा आइदिनु भयो आफ्नो टाइम निकालेर सबैलाई धेरै धेरै धन्यवाद। सो अब हामी केक काट्न जाँदैछौँ। सो सबैजना अलि अगाडि आइदिनु हुन्छ। तेरो टाउको मैले त तैँले तयार गरिदिए होला भने
खाना पनि खायो। अब चाहिँ यो बर्थडेको चाहिँ हामी अब त्यसपछि हामी घर जानुपर्नेछ होइन। कस्तो लाग्यो दिदी तपाईँलाई? एकदम राम्रो रमाइलो लाग्यो हाम्रो आमालाई कति